बागडोग्रादेखि क्वाडीसम्मको जुन एउटा आर्थिक करिडोरको रूपमा व्यापारिक क्षेत्रको रूपमा जसरी विकास भएको छ यसलाई यथावत राखेर अझ यसको समृद्धि र विकासका निम्ति अगाडि बढ्ने एकमात्र विकल्प बाटो विस्तार हो। अहिले यो बाटोलाई 15 मिटर क्षेत्राधिकारभित्र रहेर सडक विस्तार गर्नुपर्छ र यसको क्षेत्राधिकार 30 मिटर र सेटब्याक 600 मिटर राखेर 21 गुणा 42 मिटरको क्षेत्राधिकार हुने NH 09 को सडकको रूपमा पनि राख्नुपर्छ भन्ने प्युठान नगरपालिकाको मूलभूत मान्यता हो। र प्युठानको क्वाडीदेखि बेलुवादेखि बागडोग्रासम्म करिब 7 किलोमिटरको जुन दूरी छ यसलाई हामीले आवश्यक पर्यो भने 10 करोड मात्र होइन अरु थप केही करोडको पनि व्यवस्थापन गरेर आर्थिक वर्ष 82-83 मा सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो लक्ष्य छ। त्यसका निम्ति सबै नगरवासीहरूको सबै आदरणीय राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरूको सबै सङ्घ संस्थाहरूको सबै नगरवासीहरूको साझा धारणा साझा अपनत्व र सकारात्मक सोचका साथ सबै हामी अगाडि बढ्यौँ भने समृद्ध प्युठान नगरपालिका निर्माणका निम्ति तपाईँ हाम्रो सबैको साझा अनुभूति त्यति बेला हामी पुरा गर्न सक्छौँ। सामाजिक कल्याण कुराहरू, सार्वजनिक कल्याण कुराहरू, थुप्रै प्रकारका सेवा प्रवाहका कुराहरू, सार्वजनिक सेवा प्रवाहका कुराहरू, नगरपालिकाको विषयमा उठाउनुभएका कतिपय सुझावहरू हाम्रा लागि सकारात्मक छ। त्यो सकारात्मक बाटोका लागि तपाईँ सबैले एकताबद्ध गरेर अगाडि बढ्ने र यहाँले दिनुभएका सुझावहरूलाई ग्रहण गर्ने र नगरपालिका तर्फबाट नीतिगत रूपमा कानुनी रूपमा कार्यान्वयन गर्न सक्ने क्षेत्रभित्र हामी रहेर यसलाई थप कार्यान्वयन विषयको रूपमा अगाडि बढ्नेछौँ र यहाँका जुन सुझावहरू छन् सल्लाहहरू छन् यहाँले दिनुभएको अमूल्य सुझाव र सल्लाहलाई हामीले नगरपालिकाको कार्यपालिका बैठकमा फेरि थप छलफल गरेर अगाडि बढ्ने र यहाँका आगामी दिनहरूमा नगरवासीको तर्फबाट थप सल्लाह सुझावको अपेक्षा राख्दै हामीले बागडोग्रासम्म सडक विस्तारमा तपाईँ हामी सबैले यसमा अपनत्व लिनुपर्छ। आफ्नो भनाइका क्रममा पनि यहाँले सुझाव राख्नु भएको छ। हामी नागरिक सहयोग समिति बनाएर अगाडि बढ्न सक्छौँ चाहन्छौँ कि भन्नुभएको छ। यो अत्यन्तै सकारात्मक पक्ष हो। त्यसैले नागरिक सहयोग समिति र नगरपालिकाको तर्फबाट आवश्यक परेको बेला नगरवासीहरूको थप सहयोग सल्लाह र सुझावको अपेक्षा राख्दै आजको यो नागरिक संवाद कार्यक्रममा जोडिनु हुने सबै आदरणीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, त्यसै गरेर प्युठान नगरपालिकाका पूर्व प्रमुख तथा उपप्रमुखज्यू अनि त्यसै गरेर सडक विज्ञान कार्यालय प्युठानका प्रमुखज्यू जो व्यस्त समयमा पनि आज हाम्रो कार्यक्रममा निरन्तर सहभागी हुनुहुन्छ र आफ्ना भनाइ पनि राखिसक्नु भएको छ र विभिन्न सङ्घ संस्था र नागरिक समाजको तर्फबाट अमूल्य सुझावका लागि सबैलाई म हार्दिक धन्यवाद व्यक्त गर्दै अब हामी सबैले सोचौँ, हामी सबैले मनन गरौँ प्युठान नगरपालिकाको क्वाडी बेलुवादेखि बागडोग्रासम्म बन्ने बाटोमा हामी सबैको साझा सहमति र साझा अवधारणा साथ अगाडि बढ्छौँ। हामी सबैको साझा सहयोग र साझा बलले त्यो बाटो निर्माण गर्नुपर्छ र त्यसका निम्ति हामी सबै सकारात्मक छौँ भन्ने कुराको यहाँहरूसँग अपेक्षा राख्दै आगामी दिनहरूमा पनि तपाईँहरूसँग थप सल्लाह सुझावको निम्ति यहाँहरूसँग अनुरोध गर्ने र अपेक्षा राख्दै म आजको यो बाँकी संवाद कार्यक्रममा तपाईँहरूको प्रति प्युठान नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु र सधैँभरि समन्वय सहकार्यका निम्ति यहाँहरूसँग थप अनुरोध गर्दै आजको यो नागरिक संवाद कार्यक्रमलाई यही विसर्जन गर्दै यहाँहरू सबैलाई पुनः हार्दिक आभार धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु। सबैलाई नमस्कार।